सबैलाई स्वागत छ मेरो यो मिनी भ्लगमा। कति करोडको शपिङ गर्नु जाँदैछौँ अरे? हामी लगभग गर्छौँ होला 4-5 करोडको। अब यति त गर्नै पर्ने हुन्छ। मिनिमम पनि 5-6 करोडको शपिङ गर्नुको लागि चाहिँ हाम्रो यात्रा सुरु भइसकेको छ। पछाडि अब सेक्युरिटी गार्डहरू पनि छ फेरि केटोको तयारी पुरै। अनि यताउति ढ्याकढुक्क हुँदाखेरि चाहिँ एकदम तम तयार भएर अब चुनावी माहौल पनि आइरहेछ। चुनावी माहौलको अवसरमा फेरि अलिक खतरनाक पनि हुन्छ नि त। केटो अब नेता जस्तो मान्छे, कम्पनीको ओनर। अब म चाहिँ बडीगार्ड होइन नि, फेरि ऊ भन्दा ठुलो म हो। मेरो ड्राइभर चाहिँ है गाइस। ल के भयो समस्या भन्दाखेरि अब माटो र घन्टीको मान्छे चाहिँ अगाडि बसेको त्यो पनि हुन सक्छ भनेर पछाडि चाहिँ गाइसहरू एकदम न्युट्रल तयार भएर बसिरहनु भएको छ। उहाँ चाहिँ फेरि पुरा घन्टी पर्नु भयो, यता अब माटो पर्यो। तर केही छैन, वैचारिक कुराहरू मात्रै नमिलेको हो गाइस। अरू सब एभ्रिथिङ गुड ओके। केपी र के भन्छ केपी प्रचण्ड र शेरबहादुरको जोडी यस्तै हो क्या। यो पार्टी अलग अलग होइन, भरे पदको लागि चाहिँ मिल्छ होइन। कुरा यस्तै हो। हाम्रो चाहिँ सल्लाह के भयो भने सबैभन्दा पहिला पेट पूजा गर्ने, त्यसपछि चाहिँ करोडौँको सपिङ गर्ने भन्दैछ। अनि यता चिन्तामा छ केटो फेरि। अब दाजुले छोडेर जाँदैछ। केटो 1 वर्ष भयो भात पकाउन सिकेको छैन। चाउचाउ र भात चाहिँ राम्रै खुवायो भने भयो। 1 महिनापछि मलाई त ज्यान्डिस भयो दाइ भनेर नभन्नु होइन। चाउचाउले चाहिँ छिटै ज्यान्डिसले भेट्छ। मिलाएर पकाउनु पर्छ युट्युब हेर्दै। केटो अब भात पनि युट्युब हेरेर पकाउने भयो। के चाहिँ अब युट्युब हेरेर गर्ने भयो नि। गाह्रो छ साउदी अरबमा। हेर्नुहोस् अनि यो शुक्रबारे बजार त हो नि, शुक्रबारे हटिया। हेर्नुहोस् बाटो नै हाम्रो भनेर हिँड्छ केटाहरू। पेट पूजा गर्ने ठाउँमा आइपुग्यौँ हामी। ल मन्दिर आइपुग्यो। ओ मन्दिर यहाँ लास्टै भिड हुन्छ। आज त्यति भिड रहेनछ। यो 2 भड्डु अरे। 2 भड्डु खाने को हो यता? यता होइन 2 भड्डु खाने? 2 भड्डु भन्दा खानै सकिएन। 2 भड्डु अरे। भड्डुमै दिँदो रहेछ फेरि। भड्डु चाहिँ फेरि सुन्नु न, यत्रो भड्डु होइन भित्र सबै टालेको अनि खाली चाहिँ त्यो के हो यार भड्डुको यार। त्यो तल पिठमा चाहिँ पुरै टालिएको माल चाहिँ कति पनि नजाने। त्यो प्र्याङ क्या। यस्तो हेर्दा त 2 जनाले खाइ नसकिने जस्तो देखिन्छ। भोक लागेको बेलामा मै सकाइदिन्छु। मलाई पनि एउटा त खेलाउनेका सामानहरू चाहिँ कहाँ गरेको पुरो रेकर्ड गरिहाल्ने भन्दै गाह्रो हुन्छ क्या फेरि समस्या। आकाश त्यो मसँग जाने दाइले किन्यो नि गिम्बल। गिम्बल किन्यो नि। रेकर्ड गर्नु चाहिँ जान्दैन बुढो यार। सब मलाई त्यो अटो किनेको छ नि त। 235 कि कतै। ल हामी मेन बजारमा आइपुग्यौँ। ल यो चाहिँ ट्युबेल सेन्टरको भित्रको बजार। आज मुदिरसँग आइएको छ आइफोन 20 किन्ने अरे। नमस्ते। रामबहादुरसँग भेट भइसक्यो। से टुडे टू मच डिस्काउंट। बहुत डिस्काउंट नहीं देगा, नहीं लेके जाएगा। हाँ आज बहुत लेके आया। बहुत डिस्काउंट दिया। कौन सा चाहिए?